यो हाम्रो हामी सिधा पाइला बाटो निकै रमाइलो बाटो र यो शीतलो पनि छ र यहाँबाट 24 किलोमिटरमा हामी चाहिँ धार्की पुग्न सकिने रहेछ। अब यो पैदल रुटमा आइज निकै तनहुपट्टि माथिको थाप्लाबाट उतापट्टि माथिको थाप्लाबाट यस्तो गर्मीमा यति शीतलो बाटो छ यो। अब 24 किलोमिटर सितापाइलाबाट धार्की, सायद यो मध्य पहाडी लोकमार्ग हुनुपर्छ। अब हामी चाहिँ यो अगाडिको यो उसमा यो टपमा एकछिन भुल्छौँ, किनभने हिजो हामी भुल्न भ्याएनौँ। कपीको एकदम तनाव थियो, कति बेला पुऱ्याउँ भन्ने भएको थियो। तर आज चाहिँ हामी ढुक्कले फर्किँदैछौँ र यो अगाडि चाहिँ हामी एकछिन बसेर अब यहाँ चिसो हावा एकदम मौसम पनि एकदम रमाइलो छ। हामी एकछिन भुल्छौँ।